बब्लु गुप्ताको विषय लिएर कुरा गर्नुभयो। केही दिन अगाडि मात्रै मैले धेरैवटा मिडियामा बोलिसकेको कुरा छ। अगाडि मैले धेरैवटा मिडियामा बोलिसकेको छु। म यो कुरा भन्न चाहन्छु, यो सबैभन्दा पहिला त यो सरकारलाई म सोध्न चाहन्छु, यो धेरै भाइ बहिनीको बलिदानबाट एउटा भ्रष्ट दलालहरूलाई भगाउनको लागि एउटा जनविद्रोहबाट जन्मिएको सरकार कस्ता व्यक्तिलाई मन्त्री बनाइरहनु भएको छ। उहाँले बुझेर बनाउनु भयो या नबुझेर बनाउनु भयो, मलाई लाग्छ कुलमान घिसिङले थाहा पाइसक्नु भएको छ। उहाँलाई चाहिँ प्रत्यक्ष धेरै साथीहरू, अभियानका साथीहरूले यो व्यक्ति यस्तोमा जोडिएको छ भनेर भन्नुभएको छ। र बब्लु गुप्ताको विषय 2 वर्ष अगाडि मात्रै मैले यो विषय प्रेस मिटै गरेर भनेको थिएँ। बब्लु गुप्ताले यसरी बन्द कोठाभित्र अपराधी तत्त्वहरूसँग मिलेर उहाँले ममाथि यत्रो अपराध गर्नुभयो, तर म त्यो भाइलाई चिन्दैन थिएँ। यसरी चिन्दैन भयो, उहाँ को हुनुहुन्छ अझै भेटेर कुरा गर्न चाहन्छु भनेको थिएँ मैले। उहाँ यति अपराधी व्यक्तिलाई आज त्यो सरकार बनाउनु मिल्छ? ती भाइ बहिनीको लगनमाथि होली खेल्न मिल्छ? बब्लु गुप्ता महेश बस्नेतसँग निकट रहेको व्यक्ति हो। उहाँलाई आउने जानेदेखि हरेक टिकटदेखि महेश बस्नेतले गरेको यदि होइन लाग्छ भने बब्लु गुप्तालाई मेरो अगाडि ल्याइदिनुहोस्। कुन ठाउँमा बसेर कहाँ बसेर बहस गर्नुपर्छ म उहाँसँग गर्न तयार हुन्छु। कहाँ गएर गर्नुपर्छ? बब्लु गुप्ताले एउटा कोठाभित्र 4 जना छोरा मान्छे मिलेर उहाँले रेकर्ड गर्नुभएको छ। मलाई मारियो भने फलानालाई जिम्मा लगाइदिनु, त्यस्तो कुरा नि गर्ने हो। त्यसको के हो? म माथि मार्न खोजेको होइन। मलाई समाप्त गर्नको लागि त्यो भिडियो बनाइएको थियो। त्यसपछि म त्यहाँबाट निक्लिनको लागि बाध्य भएर बोले। एउटा छोरी मान्छे 4 जना छोरा मान्छेले कोठाभित्र राखिसकेपछि बोल्नु पर्यो न त, यो बोल होइन भने भनेपछि म के गर्नु? मैले बोलिसकेपछि मलाई निक्लिनु थियो। त्यहाँबाट निक्लिने बित्तिकै भोलिपल्ट मैले प्रेस मिट गरेको छु। यो तपाईँले थाहा छ थाहा छैन, 1-1.5 वर्ष अगाडिका मिडियाहरूमा हेर्नुहोस्, धेरैवटा मिडियामा आइसकेका कुरा हो। बब्लु गुप्ता अपराधी हो। बब्लु गुप्तालाई म यहीँबाट भन्छु, अस्ति पनि भनेको छु, यदि तपाईँसँग नैतिकता छ, साँच्चै तपाईँ जनविद्रोहबाट जन्मिनु भएको हो, युवालाई केही गर्छु, सामाजिक रूपमा म केही गर्छु भन्नुहुन्छ भने आजकै दिनबाट तपाईँले चाहिँ राजीनामा दिनुपर्छ, होइन भने म कानुनी रूपमा अगाडि बढ्छु भन्नुपर्छ। तपाईँलाई एउटा प्रश्न क्या, जस्तो 11 वर्षदेखि महेश बस्नेतसँग मेरो सम्बन्ध छ भनेर भनिरहँदा जस्तो पछिल्लो समयमा ममाथि बलात्कार भयो भन्ने घटनाहरू धेरै छन् होइन? मन मिल्दासम्म चमत्कार, मन नमिलेपछि बलात्कार कसरी हुन्छ? अर्को कुरा, भिक्टिमले स्वयं भए पछाडि त्यो प्रमाण हुन्छ भनिरहँदा सायद के अरे सर्वोच्च अदालतले नै त्यो भन्छ भनेर कानुनी कुरा पनि गर्नुभयो होइन? मानव कोही व्यक्तिले व्यक्तिगत प्रतिशोध छाड्दा अथवा कसैको चरित्र हत्या गर्दा पनि त आरोप लगाउला नि, अनुसन्धानबाट पुष्टि हुनु परेन र? तपाईँलाई अहिलेसम्म भनिरहेको कुरा यही नै हो। तपाईँले के सुन्नुभयो थाहा छैन। मैले के भनिरहेको छु, मेरो मुद्दा दर्तासम्म गरिएको छैन। मुद्दा दर्ता गर्नु पर्यो र अनुसन्धान गर्नु पर्यो, न्यायालयको ढोकासम्म जान दिनु पर्यो। जिल्ला अदालतले ठिक छ महेश बस्नेत भिक्टिम होइन, के अरे उसले भिक्टिम गरेको होइन, निर्दोष छन् भन्यो भने म न्यायालयलाई सम्मानै गर्छु, त्यहाँसम्म जान दिनु पर्यो। सन्दीप लामी छानेलाई भनेकै घरमा अमुक व्यक्ति लिएर आयो, गरेकै घरमा आज पक्राउ गरेर उनको चरित्रमाथि औँला उठाएर दुनियाँ बोल्ने, अनि पल्सालाई लगेर भित्र हाल्ने, कृष्णबहादुर महरालाई हाल्ने, महेश बस्नेतलाई किन नहाल्ने? तपाईँले यो क्वेसन गर्न सक्नु हुँदैन। महेश बस्नेत उभिएर पत्रकार साथीहरू, तपाईँलाई म भन्न चाहन्छु, तपाईँले चौथो अङ्ग हो, तपाईँले के सम्झाउनु महेश बस्नेतलाई? महेश बस्नेत को हो भन्ने लाग्छ तपाईँलाई? तपाईँलाई हामी जस्तो सामान्य व्यक्ति हो। अझै म एक्लै भन्छु भने महेश बस्नेतलाई यो चाहिँ आउने होस्, एक्लै आउने भने महेश बस्नेतलाई म एक्लै नै गर्छु। 2-4 जना मुन्डा बोकेको घरमा हुँदैन। तपाईँहरू नडराउनुहोस्। 2-4 जना टोले गुन्डा अगाडि पछाडि लगाएर हिँड्दैमा दादागिरी देखाउँदैमा केही हुँदैन। गुन्डाको राज अब हुँदैन। शोभा पाठक हिम्मत छ भने शोभा पाठकको अगाडि आएर सडकको पेटीमा हिँडेर देखाउनुहोस्। तपाईँ भिक्टिमलाई भिक्टिम बनाउने, अनि तपाईँहरू नसोध्ने यो कुराहरू। उहाँको पत्रकारलाई धेरै चाहना गएको देखेको छु मैले। तपाईँहरू यहीँ भएका मिडियाहरूलाई पनि तपाईँहरूलाई म अनुरोध गर्न चाहन्छु, तपाईँले सोध्नु शोभा पाठकको मुद्दा के हो? तपाईँ शोभा पाठकलाई चिन्नुहुन्छ चिन्नु हुँदैन? तपाईँले गरेका अपराध के हो भनेर सोधिदिनुहोस्। तपाईँलाई म आग्रह गर्न चाहन्छु। र महेश बस्नेतलाई म अझै पनि चेतावनी दिन चाहन्छु, गुन्डा बोकेर एउटा भर्खरै मात्रै जन्मेको एउटा सरकारमाथि धम्मा गरेर भाइ बहिनीलाई आतङ्ककारी भनेर अझै पनि हिँड्छन् भने म घरमा गएर घिसाएर निकाल्ने तागत छ, शोभा पाठक छ। निकाल्छ सयौं महिलाहरूले फरिया उडाउने दिन नआओस्। लाज लगेर छोरीचेली बिगार्ने, समाजमा भलन्टियर मचाउने, जे मन लाग्छ त्यही अभिव्यक्ति दिने, एउटा महिलालाई मर्नसम्म बाध्य बनाउने। अनि मेरो नागरिकता छैन, मेरो नागरिकता चाहिँ खै, मेरो पासपोर्ट खै, म नागरिक बनिन। मेरो पासपोर्ट नागरिकता धरि लिएर गएर गुन्डा लाएर राखेको फलस्वरूप आज मलाई एक्लै निकालेको छ। आज परिवार लिएर नाङ्गिरहेको छ। अझै पनि कति गर्नु छ? त्योभन्दा धेरै हुन्छ। यो त भर्खर कास्टिङ हो, विधिमा आउनु बाँकी नै छ। जसरी महेश बस्नेतले अरूलाई चाहिँ सुरक्षा दिइराख्नु भएको छ अहिले,
एमाले विरुद्ध र उहाँ विरुद्ध भनिनलाई तपाईलाई चाहिँ उहाँबाट त्यस्तो केही आएको छैन? मलाई त सयौँभन्दा बढी आछ। खुट्टै भाँचिसके भनिसके तपाईँलाई। दिनराति तेरो लास कायम गर्छु, तँलाई मार्छु, मुद्दा फिर्ताले यो त्यो यस्ता धम्की त आउँछन् जान्छन्। भुक्ने कुकुरले टोक्दैन म यसपछि को भनेर मैले 11 वर्षसम्म राम्रै चिनेको छु। जो मान्छे एउटा बेडबाट उठ्न सक्दैन त्यसले के गर्छ? गुन्डा लाएर हुन्छ? गुन्डाको राज छ? पण्डिमान सिलगढीमा आएर गुन्डागर्दी चल्छ? त्यही गर्ने भए राजनीति नगर्ने हो नि त। तपाईँले पनि सुन्नु भएको छ केही दिन अगाडि दिवाकरजीलाई म यहाँ एउटा मिडिया मार्फत भन्छु, मैले धेरैवटा मिडियालाई भनेको छु म यसपछिको इन्टरभ्यू लिनेलाई मेरो पनि लिनुहोस् है तपाईँहरू, यदि साँच्चीको सोध्छ हो भने भनेको छु। दिवाकरजीले तपाईँ गुन्डा हो कि नेता हो भनेर सोध्दै गर्दाखेरि उहाँले म गुन्डा पनि हो नेता पनि हो के हो यो अभिव्यक्ति? सुन्नु भएको छैन तपाईँले? धेरै पटक आयो, धेरै पटक आक्रमण भयो, धेरै पटक मिलाउने भनेर मेरो परिवारदेखिबाट उठाउँछु, अपहरण गर्छुदेखिबाट धेरै कुरा आए। यस्तो आएर मलाई केही हुनेवाला छैन, मलाई केही फरक पर्दैन। म अहिले पनि जे पनि गर्न तयार हुन्छु, मलाई मतलब छैन। मैले न्याय पाइनँ भने मेरो ज्यानको आहुति दिएर हुन्छ, के गरेर हुन्छ, यो अपराधीलाई म कानुनी कठघाटमा उभ्याएर छोड्छु। म त मरेर जाउँला, तपाईँहरू जीवित हुनुहुन्छ, यो कुरा यहाँबाट रेकर्ड गरेर राखियोस् न, तपाईँहरू हेर्नुहोस्। यस्ता अपराधीलाई, मलाई अपराध गरेर अरू दिदीबहिनीलाई अपराध नहोस्, म मरेर पनि अरू दिदीबहिनी बचाउन चाहन्छु। शोभा एक्लैको लागि न्याय लडेको होइन, आम दिदीबहिनीहरू आज आकाश ढाक्ने नारीहरूको लागि एउटा आवाज बन्योस्। आज जुन भाष्य क्रिएट छ दिदीबहिनीहरू बोल्न सक्नु भएको छैन सडकमा उत्रेर, तपाईँले देख्नु भएको छ होला। हामीलाई चाहिँ लाज गर्नेलाई चाहिँ लाज हुँदैन। त्यही व्यक्ति आज अहङ्कार गरेर गुन्डागर्दी शैलीमा धम्की दिएर एउटा कुनै पदको मर्यादा नगरिकन बोलिरहेको छ, उसलाई लाज छैन। अनि हामीलाई अपराध गर्यो भन्दाखेरि हामीलाई लाज हुनुपर्ने, हामीले अरूको इज्जतको लागि हामी भित्र मरिदिनु पर्ने, त्यसकै लागि म बोलेको हो र सधैँ बोलिरहनेछु। म आज आफ्नो कुराहरू राख्न चाहन्छु। विशेष त आज म किन यहाँ आएको छु भन्ने कुरा तपाईँलाई मैले बारम्बार भनिरहनु नपर्ला। म 2 वर्षदेखि न्यायको ढोका ढकाइरहेको छु। कारण के त भन्दा नेकपा एमाले का पोलिट ब्युरो सदस्य महेश बस्नेतबाट भिक्टिम भएको कारण आज म सडकमा उत्रिसक्दा पनि यो सरकार र सरकारका विभिन्न अङ्गहरूले नहेरिरहेको अवस्था, व्यवस्था गरिरहेको अवस्था र महिलालाई मृत्युसम्म पुर्याउन लागिरहेको अवस्थामा आज म मृत्युको मुखबाट बाँच्न सफल भएको छु। जसको कारण म यति बेला एक्लै भएको अनुभूत गर्दै गर्दा उहाँहरूले मलाई समर्थन गरिरहनु भएको छ र यो कार्यक्रम चलाउँदै गर्दा म संवाद डवालीको सञ्चालक जो धनञ्जयजी हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। किनकि एउटा पिँढी सडकमा छटपटिरहँदाखेरि धेरै यस्ता पत्रकारहरूको सम्मेलन गर्ने ठाउँ थियो, त्यहाँ कुनै पनि प्लेटफर्म नदिकन आज उहाँलाई मैले सर म यस्तो अवस्थामा छु, म मर्ने अवस्थामा छु, म मिडियाको चौथो अङ्गबाट चाहिँ मेरो आवाज उठाउँछु भन्दाखेरि उहाँले सहजै स्वीकार दिनुभयो। त्यसको लागि थ्याङ्क यू सो मच। र म यो कार्यक्रम सञ्चालन गर्दै गर्दा आज म यो स्टेजमा किन छु भन्दा अञ्जना अरियाल अधिवक्ता सुरेन्द्र भण्डारी र इन्द्र अरियालको नाम नलिकन म अगाडि बढ्न सकिनँ। म त्यति बेला मेरो 2-3वटा पिण्ड भइसक्थ्यो होला, म मरिसक्थेँ होला। आज तिम्रो लागि हामी छौँ है, तिमी बाँच्नुपर्छ भनेर यो ठाउँसम्म ल्याइदिनु भएको छ। उहाँलाई सम्झिँदै म तपाईँलाई मेरो घटप्रति भन्न चाहन्छु। महेश बस्नेत को हो भनेर तपाईँलाई मैले भनिराख्नु पर्दैन। महेश बस्नेत नेकपा एमालेको केपी ओलीको नजिक रहेर एउटा संरक्षणको पात्र बनेर आज मलाई भिक्टिम बनाउँदै आउनु भएको थियो। म धेरै पटक न्यायालयको ढोकाहरू ढकढकाउँदै गएँ, जसको कारण केपी शर्मा ओली प्रधानमन्त्री थिए र मलाई त्यो न्यायबाट वञ्चित गरियो। जबकि सामान्यभन्दा सामान्य व्यक्तिलाई मुद्दा दर्ता गरिन्छ, मेरो मुद्दासम्म दर्ता गर्न दिएन, मलाई न्यायको ढोकासम्म जान नदिएर पटक पटक म माथि चाहिँ अन्यायमाथि अन्याय गरिरहेको छ। यो कुरा तपाईँहरू सबैलाई थाहा छ होला। आज 2 वर्षसम्म न्यायको ढोका ढकाउँदै गर्दा आज पनि मलाई अन्यायमाथि न्याय दिनला भन्दाखेरि झन् पीडितलाई पीडित बनाइरहेको छ। जुन साइबर ब्युरोले म हरेक पटक मुद्दा लिएर जान्छु, मेरो मुद्दा दर्ता हुँदैन, उसको चाहिँ महेश बस्नेतको श्रीमती के गर्छिन्, उनीले चाहिँ गएर मलाई मुद्दा हाल्छिन्। मुद्दा हालिसकेपछि मलाई चाहिँ अति जरुरी पक्राउ पूर्ति जारी हुन्छ र मलाई समाइन्छ। पटक पटक मलाई यसरी भिक्टिम बनाइन्छ। नवीन अरियाल के महेश बस्नेतकै मान्छे हो कि होइन भनेर तपाईँले यस्तो आवाज उठाइदिनु होला भनेर विशेष त म आज यहाँ आएको छु। म अस्ति मात्रै म सुसाइड गर्न लागिरहेको थिएँ। मलाई विक्षिप्त बनाएका छन् यिनीहरूले। मेरा नेकेड भिडियोहरू कुनै एउटा पत्रकारसँग जोडेर, जुन पत्रकारको आजसम्म मैले मुख देख्न पाएको छैन, त्यो पत्रकारको टाउको जोडिएर चाहिँ शरीरको फोटो अर्को हालेर महेश बस्नेतको निकट रहेको महेश गिरी र मङ्गल थापाले मेरो चरित्र हत्या गरिरहेको छ। महेश बस्नेत स्वयंले पनि एउटा जनावरको संज्ञा दिएर मेरा लयरहरूदेखि मेरा नजिकका दाजुभाइ लगायत सम्पूर्णको आज
चाहिँ फोटो राखेर दुनियाँ नाम त्याग गरेर चरित्र हत्या गरिरहेको छ। यसको विरुद्धमा साइबर ब्युरोमा जान्छु। नवीन दहरियाले कुनै वास्ता गर्दैनन्। नवीन दहरिया साँच्चीकै प्रहरीको वर्दी लगाएको प्रहरी हुन् कि महेश बस्नेत निकटको व्यक्ति हुन् र नेकपा एमालेका मान्छे हुन्? के नवीन दहरियालाई साँच्चीकै भरुवा चाहिएको हो? साइबर ब्युरोको तपाईँलाई थाहा छ कि थाहा छैन साथीहरू? साइबर ब्युरोको नवीन दहरियाको पोस्ट चाहिँ केपी शर्मा ओली प्रधानमन्त्री रहँदाखेरि नयाँ पद क्रिएट गरेर राखिएको पद हो त्यो, पोस्ट हो त्यो। के नवीन दहरिया बाहेक प्रहरीमा कोही पनि छैन? नवीन दहरियाकै कारण सिङ्गो प्रहरीलाई व्याजत गर्न लगाइएको हो? प्रहरी प्रशासनमाथि क्वेसन उठाउने बाटो बनाएको हो? होइन भने भनिदिनु पर्यो हामी नेकपा एमालेको मात्रै हो भनेर। म मर्नेसम्म बाध्य बनाएको छु। एउटा छोरी कहाँ जान्छ? एउटा नेकेड भिडियो एउटा पत्रकारले इन्टरभ्यू लिएकै भरमा, बोलेकै भरमा उहाँले मलाई चिन्नु भएको छैन। उहाँले चाहिँ एउटा रिपोर्ट बनाएर पढ्नु भएको रहेछ। त्यो कुरा मलाई थाहा थिएन। मैले केही दिन अगाडि मात्रै उहाँसँग कुरा गर्ने अवसर पाएँ। न्युज 24 को पत्रकार हुनुहुन्छ। उहाँसँग टाउको जोडाएर आज मेरो चरित्र हत्या गर्दै गर्दा नेकेड भिडियो बाहिर निक्लेको छ। नवीन दहरियालाई मैले गएर मेरो ज्यान कि लिनुहोस्, होइन भने यो मान्छेलाई समातेर अनुसन्धान गरिदिनुहोस् भन्दा उहाँलाई केही हुँदैन। शोभाबाट पक्राउ गर्नु पर्यो भने चाहिँ उहाँलाई अति जरुरी पक्राउ बुझी आउँछ। अनि मलाई चाहिँ मेरो चरित्र हत्या गर्दा मलाई मर्नसम्म बाध्य बनाउने नवीन दहरियाले एकपटि हो। सायद मेरो मृत्यु छिटै होला, के होला यिनीहरूले बाँच्न दिन्छन् दिँदैन थाहा छैन। पटक उहाँमाथि आक्रमण भइरहेको छ। महेश बस्नेतले धेरै मान्छेहरू लगाएर केही दिन आज 70-80 दिन अगाडि मात्रै मेरो खुट्टा भाँचियो 3 पुलिसहरूमा। तपाईँलाई अवगतै होला। यत्रो हुँदा पनि मैले मुद्दा लिएँ, दर्ता भयो, 11 दिन मान्छे थुनामा राख्यो। म नर्बिक हस्पिटलमा छु। त्यति हुँदै गर्दा विश्व अधिकारी जो काठमाडौँको प्रमुख हुनुहुन्थ्यो उहाँले सहजै छोडिदिनु भएछ। एउटा बिरामीको व्यवस्था गरेर कुनै व्यक्तिलाई पक्ष पोषण गर्न मिल्छ? यो विषयमा पनि तपाईँहरूसँग राष्ट्रको चौथो अङ्ग हो। यो विषयमा तपाईँहरूसँग मैले न्यायको भिख मागेको छु। तपाईँहरूले सत्य तथ्य रूपमा आवाज उठाइदिनु होला। महेश बस्नेतले गरेका अत्याचार अन्याय कति हो भन्नुहोस्। अहिले पनि तत्काल भन्छु साइबर ब्युरोमा के गरिरहेछ भने मैले महेश बस्नेतलाई मुद्दा दिएँ। तपाईँलाई थाहा छ होला 3 घण्टा आएर बयान दियो। कति बजे? 8 बजे बिहानै लिएर आइएछ महेश बस्नेतलाई चाहिँ। लिएर आएर त्यहाँ अनुसन्धान गरे भने एउटा नाटकको मञ्चन गरेर छोडिएछ। बाहिर निक्लेर सोधपुछको लागि भन्यो। तर मैले बुझेअनुसार सरकार के अरे न्यायालयलाई चाहिँ जान नदिनको लागि त्यहीँको अधिवक्ता एकजना लयरलाई चाहिँ जिम्मा जमानीमा छोडेको रहेछ। सबैले त्यही गर्ने हो कि के गर्ने हो? अनि त्यस पछाडि मैले फेरि पुनः जाहेर लिएर गएँ। अनि त्यो जनावरको संज्ञाले त शोभा पाठकका होइन अरे। मेरो लयरको नाम लिइन्छ, मसँग जोडिएका फोटाहरू राखिन्छ, शोभा पाठक होइन भनेर भनिएछ। फेरि जाहेर लिएर गएँ। गएपछि नवीन दहरियाले के गर्नुभएछ भने साथीहरू उहाँको श्रीमतीलाई चाहिँ तपाईँले हामीले लिँदाखेरि प्रतिशोध देखिन्छ, तपाईँले हुलाकमाथि पठाइदिनुहोस् भनेर अहिले चाहिँ मेरो नाममा नवीन दहरियाले पक्राउ पूर्तिको लागि तयारी गरिरहनु भएको छ। म भन्न चाहन्छु यो सरकारलाई, नवीन दहरियालाई चुनौती दिन चाहन्छु। शोभा पाठकलाई पक्रेर देखाउनुहोस् मेरो गल्ती के छ। बलात्कार भन्यो अरे हो, मलाई बलात्कार गरेको छ। आज न्यायालयको ढोकामा 2 वर्षदेखि लडिरहेको छु। ती 3वटा अपराधको जघन्य अपराधीलाई अपराधी भन्न नपाउने के मैले कर्मचारी भनिदिनु पर्यो? अब यही हो। ममाथि गुन्डा लगाइन्छ। ती गुन्डाहरू खुलेआम त्यसकै सचिवालयको टिमबाट जुन अपराधी रूपमा संलग्न भएका व्यक्तिहरूले मेरा फोटाहरू, मेरा दाजुभाइसँग रहेका फोटाहरू, अन्य फोटाहरू यहाँ गरेर अनि क्रप गरी मेरो चरित्र हत्या गर्ने काम गर्छ। मेरो 18 वर्षको भनालाई पनि मेरो श्रीमान हो भनेर भन्न सक्ने यो दलितहरूलाई समाउन किन सक्दैन? मैले दिएको छु। शोभालाई मात्रै समाउने हो। यहीँबाट म गिरफ्तारी दिन चाहन्छु। यदि साइबर ब्युरोको नवीन दहरिया पक्राउ गर्ने तयारीमा हुनुहुन्छ भने यहीँ आउनुहोस् मलाई समाउनलाई। बिहानै मात्रै पनि मैले सिनियर साहबलाई जानकारी गराइसकेको छु म सम्मान डगानीमा हुन्छु भनेर। होइन भने न्याय सानो र ठुलोलाई बराबर हुनुपर्छ। शोभा पाठकले पनि न्याय पाउनुपर्छ। तपाईँका कारणले साइबर ब्युरो बदनाम भएको छ। महेश बस्नेतलाई पक्ष पोषण गर्न छोडिदिनुहोस्। आज गुन्डाहरू देखेका छैनन्? यही अनामनगरमा सिंहदरबारसँग यति मात्रै नजिक रहेको अनामनगर संसारी अपार्टमेन्टमा माथि गुन्डागर्दी गरियो। मेरा मोबाइलहरू लुटे। ती फोटाहरू कहाँबाट आए? अनुसन्धान गर्न सक्दैन प्रहरीले? यहाँ भन्दा पहिला त भएन। अहिले मैले केही झिन आशा बोकेको छु। जियाली भाइ बहिनीहरू 23 र 24 गतेको जुन आन्दोलनमा आफ्नो रगतको खोला बगाएर जनक्रान्तिको विरुद्धमा उत्रिएर आज चाहिँ एउटा नयाँ सरकार जसले एउटा इतिहासको नाम सफल बनाउन सकेको छ। सुशीला कार्की पहिला नेपालमा न्यायालय क्षेत्रमा पनि प्रधान न्यायाधीशको नाम लेखाउन सफल हुनुभएको थियो। उहाँ आफै स्वयं महिला हुनुहुन्छ र आज प्रधानमन्त्री पनि महिला हुनुहुन्छ। उहाँले पक्कै
पनि यो घटनालाई नजिकबाट न्याय हुनेछ भन्ने आशा गर्छु र म उहाँलाई भन्न चाहन्छु म एउटा तपाईँकी छोरी हो। आज हामीले आम नेपालीले एउटा आमा पाएका छौँ। ती आमाले एउटा छोरीको चित्कार सुन्नुहुनेछ। छिटोभन्दा छिटो महेश पोखरेललाई पक्राउ गरी यसको अनुसन्धान अगाडि बढ्नेछ भन्न चाहन्छु र उच्च अदालत पाटनमा मेरो पर्सि बुधबार मात्रै मुद्दा फैसला हुन्छ। अस्तिबाट 7 बजेसम्म राखियो तर पदकै कारणले होला, पावरकै कारणले होला, पैसाकै कारणले होला न्यायालयले पनि म माथि दमन गरिरहेको छ। न्यायालयमा जाँदा पक्राउ पूर्ति लिएर गइन्छ, प्रहरीले प्रतिवेदन बिगारेर लान्छ। न्यायाधीश के भन्छन् भने के को आदेश चाहियो, के गर्यो, यसो गर्यो भनेर पावर भएको मान्छेलाई पक्राउ पूर्ति दिँदैन। त्यसरी नै उच्च अदालत पाटनले मलाई न्यायबाट वञ्चित नगरियोस्, मेरो लास नबनाइयोस्। यदि ऋतु बहिनीहरू जस्तै, सुस्मिता जस्तै, निर्मला पन्त जस्तै भएर न्याय पाउनुपर्छ भने पनि मेरो ज्यानको आवाती दिन म तयारै छु। के मलाई मार्नै खोजेको हो भने भनिदिनु पर्यो। माइती घरको कुन ठाउँमा बसेर म मेरो ज्यान फाल्नु पर्यो म फाल्न तयार छु, तर अपराधीलाई नबचाइयोस्। म एउटा शोभा पाठक मर्दैमा सयौं नारीहरूले न्याय पाउँछन् भने मेरो ज्यान फाल्न म तयार हुन्छु भन्दै तपाईँहरूसँग बिदा हुन्छु। केही क्वेसन छ भने म पछि तपाईँहरूसँग बोल्नेछु। हस्, धन्यवाद।